हिजो एकचोटिको प्रसङ्ग एकैछिन हिजो एकचोटिको प्रसङ्गमा मातृका त्यता हुन्छ गणेश र उसको दियोको बिचमा भन्ने प्रसङ्ग पनि आएको थियो है सबै साथीहरू। त्यसपछि नवग्रहको यता हुन्थ्यो भन्ने हामीले जानेका थियौँ। अब आजको उसमा मातृका यता उत्तरतिर हुने भयो थाहा थिएन नि त धेरै साथीहरूलाई थाहा छैन नवग्रहको र मातृकाको सँगसँगै हुने हो। त्यसो भए सबैलाई जानकारी होस् है मलाई मात्रै होइन कि कुरोहरू स्पष्ट राख्नु पर्यो सबैले आफ्नो नजाने कुरोहरू सिक्न आएका हौँ हामीहरू है सर। त्यही त जस्तै हजुर अब यो दो विधि छन् हजुरको म भन्छु बत्ती चाहे गणेशजीको दक्षिणतिर हुनुपर्छ भन्ने पनि मान्यता छ शास्त्रमा। कर्मकाण्डमा अलग अलग लेखिए तापनि हजुरहरूको कर्मकाण्ड र अर्को कर्मकाण्डमा फरक होला त दुईटालाई मान्यता छ। अनि मातृका त यतातिर उत्तरामुखी उत्तरतिर नै हुनुपर्छ। अनि पितृको चाहे यतातिर श्राद्ध कर्म हुन्छ जो यो दक्षिणतिर हुन्छ होइन। कर्ताले चाहे पूर्वमुखी नै बस्नुपर्छ। अब यिनीहरूको बनाइअनुसारले यो ठिक छ कि छैन हजुरको किताबमा फरक होला अर्काको किताबमा अर्कै विधि छ। अब शास्त्रमा त दुईलाई मान्यता दिएको हुन्छ। अनि गणेशजी अब यो जो छ मेदमा यहीमा हजुरको केही फरक परेको छ भनेपछि भन्नुहोस् त। त्यही भयो फरक भन्न खोजेको त्यही हजुरको हामीले भन्न खोजेको हाम्रो बुझाइमा हिजो त्यता थियो होइन हजुर किनकि हो नवग्रह र षोडश मातृका ठिक छ मै हो सबै चिज जान्ने आई इज ग्रेट जस्तै के सबै मै हो जान्ने र मै हो सम्पूर्ण भन्ने होइन जान्ने चिज मै हो भन्ने भनेर एक्लो हुन्छ ब्राह्मण उसले सबै कुरा जान्नुपर्ने हो। अहिलेसम्म छ अहिले चाहिँ हामीले यो डिस्कस गर्दा जानिराख्दा राम्रो होला सर किन भनेपछि हामीले हिजो कन्सेप्ट के त बुझेका थियौँ दियो र कलशको बिचमा मातृकाको स्थापना भन्ने होइन। अब खास उत्तरतिर हो भन्ने बुझाइ भयो नि त। अब सबै साथीहरूले थाहा पाउनुभयो जान्नुभयो यही हो डिस्कस सबै ऊहरू गर्ने भनेको भोलिको दिनमा त हामी डाइरेक्ट गर्ने हो काम। त्यही भएर सबै भन्न खोजेको मातृका यो सबै साथीहरूले जान्नु बुझ्नु जरुरी छ कि जब तालिमबाट हामीहरू परिपक्व भएर जान्छौँ अनि त्यसपछि चाहिँ हामीहरूलाई एक्लै सबै चिज गर्नुपर्ने हुन्छ क्या प्रत्येक ठाउँमा। त्यही भएर सबैजना स्पष्ट हुनु पर्यो। अगाडि पछाडि को हुन्छ भन्ने मात्रै हिजो कन्फ्युज थियो कि हजुरको हो। त्यहीँनिर नवग्रह र षोडश मातृका मध्ये षोडश मातृका पहिले हो कि त्यता हिजो के थियो भनेपछि शिवजीको र नवग्रहको आसनको थियो त्यता उत्तरतिर।